मानिलिउँ राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनायो अनि प्रधानमन्त्री बन्नुभयो बालेन शाह। देश कस्तो होला, उहाँहरूको योजना के छ त? आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा आधारित भएर प्रधानमन्त्रीको रूपमा बालेन शाहको एउटा सम्भावित 5 वर्षीय योजनाको गहिराईमा जानेछौँ। यो भनाइ बालेन शाहको हो, चुनाव जितेपछिको एउटा सम्भावित अवस्थालाई लिएर। सुन्दा सामान्य लागे पनि यसले के देखाउँछ भने उहाँमाथि कति ठूलो जिम्मेवारी र जनताको अपेक्षाको भारी छ। अब यो व्यक्तिगत प्रतिबद्धताले एउटा ठूलो प्रश्न पनि जन्माउँछ। त्यसो भए उहाँले भन्नुभएको त्यो दलीय र गर्नुपर्ने कामको वास्तविक खाका के हो त? यो सम्भावित नयाँ सरकारले देशलाई कुन दिशामा लैजान खोज्दैछ? ल आउनुहोस् उनीहरूको योजनाका मुख्य बुदाहरूलाई एक एक गरी हेरौं। सुरु गरौं सबैभन्दा महत्त्वकांक्षी योजनाबाट। रासोपाको योजनाको पहिलो र सायद सबैभन्दा ठूलो स्तम्भ नै हो आर्थिक क्रान्ति। उनीहरूले नेपालको अर्थतन्त्रलाई पूरै कायापलट गर्ने लक्ष्य राखेका छन्। तर यो लक्ष्य कति ठूलो छ त? कति महत्त्वकांक्षी छ? उहाँहरूको मुख्य लक्ष्य के हो भने आउने 5 देखि 7 वर्षभित्रमा नेपालको अर्थतन्त्रको आकारलाई 145 खर्ब नेपाली रुपैयाँ पुर्याउने। अब यो अङ्क सुन्दा कति ठूलो हो भन्ने ठ्याक्कै अनुमान नहुन सक्छ। यो कति महत्त्वकांक्षी छ भनेर बुझ्न यसलाई विगतको तथ्याङ्कसँग दाँजेर हेर्नुपर्छ। ल यो स्लाइडमा हेरौं त। पछिल्लो 10 वर्षमा नेपालको अर्थतन्त्रमा थपिएको थियो जम्मी 35 खर्ब। तर रासोपाले अबको केवल 7 वर्षमै 84 खर्ब थप्ने लक्ष्य राखेको छ। अब धेरैले त यो लक्ष्यलाई अव्यावहारिक पनि भनेका छन्, तर केही अर्थविदहरू के भन्छन् भने यदि देशको वास्तविक वृद्धि दर 7-8% र मुद्रास्फीति 6%मा सीमित राख्न सकियो भने यो लक्ष्य असम्भव चाहिँ छैन। अब प्रश्न उठ्छ, यति ठूलो आर्थिक छलाङ मार्न आखिर गर्ने के त? हो, त्यसका लागि रासोपाले यी प्रमुख क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएको छ, जस्तै सूचना प्रविधिदेखि लिएर जलविद्युतसम्म अनि पर्यटनदेखि कृषिसम्म। उनीहरूको भनाइ के हो भने यी सबै क्षेत्रहरूको एकसाथ विकासबाट मात्रै त्यो ठूलो लक्ष्य हासिल हुन सक्छ। अब यो स्लाइड चाहिँ साँच्चै रोचक छ। रासोपाले सूचना प्रविधि अर्थात् आईटी सेक्टरलाई नेपालको सबैभन्दा ठूलो निर्यात क्षेत्र बनाउने एउटा ठूलो लक्ष्य राखेको छ। अहिलेको 0.5 अरब डलरको निर्यातलाई आउँदो 10 वर्षमा 30 अरब डलर पुर्याउने। अब यो लक्ष्य पूरा गर्नका लागि क्याश इन्सेन्टिभ दिने, आयकरमा छुट दिने, डिजिटल पार्क बनाउने र अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेका बाधाहरू हटाउने जस्ता योजनाहरू अघि सारेका छन्। आर्थिक वृद्धिसँगै रोजगारी सृजना पनि प्रमुख प्राथमिकतामा छ। उनीहरूको योजना के छ भने विदेशबाट आउने रेमिटेन्सको 30% हिस्सा राष्ट्रिय गौरवका आयोजनाहरू र औद्योगिक पूर्वाधारमा लगानी गर्ने। यसो गर्दा देशमै 12 लाख नयाँ रोजगारी सृजना हुने र बिस्तारै वैदेशिक रोजगारीमाथिको निर्भरता घट्दै जाने अपेक्षा गरिएको छ। आर्थिक योजना त भयो। अब आर्थिक योजनासँगै रासोपाले नेपालको विश्वव्यापी सम्बन्धलाई पनि एउटा नयाँ आकार दिने लक्ष्य राखेको छ। यसमा भौतिक पूर्वाधार र कूटनीतिक रणनीति दुवै कुरा समावेश छन्। रासोपाको विदेश नीतिको मूल मन्त्र नै हो भाइब्रेन्ट ब्रिज अर्थात् जीवन्त पुल। अब यसको अर्थ के हो त? यसको अर्थ हो नेपाल अब भारत र चीन बीचको एउटा बफर स्टेट मात्रै भएर बस्ने होइन, बरु दुवै देशको तीव्र आर्थिक विकासबाट फाइदा लिने एउटा सक्रिय पुल बन्ने। यसका लागि सन्तुलित र कसैतिर नढल्केको विकास कूटनीति अपनाइनेछ। अब त्यो भाइब्रेन्ट ब्रिजको अवधारणालाई साँच्चै साकार पार्न यी केही ठोस कदमहरू चाल्ने योजना छ, जस्तै बन्द अवस्थामा रहेका पोखरा र भैरवा जस्ता अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण रूपमा चलाउने, नेपाललाई युरोपियन युनियनको हवाई कालो सूचीबाट हटाउने अनि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा सुधार गरेर 51% शेयर निजी क्षेत्रलाई दिने। यति मात्र होइन, भारतसँगको स्थिर विनिमय दरको पनि समीक्षा गर्ने र राष्ट्रिय रेल सञ्जालको लागि एउटा 50 वर्षीय गुरु योजना सुरु गर्ने जस्ता ठूला योजनाहरू पनि छन्। अब बाहिरी सम्बन्ध र अर्थतन्त्र जति नै महत्त्वपूर्ण छ, त्यो भन्दा पनि महत्त्वपूर्ण हुन सक्छ देशको भित्री शासन प्रणालीको सुधार। रासोपाले सार्वजनिक सेवा, न्याय प्रणाली र राजनीतिक संरचनामा नै आधारभूत परिवर्तन ल्याउने वाचा गरेको छ। आम नागरिकले सरकारी कार्यालयमा भोग्नु परेको जुन झन्झट छ नि, त्यसलाई अन्त्य गर्न यो 4 चरणको योजना अघि सारिएको छ।
पहिलो, 5 वर्षभित्र धेरैजसो सरकारी सेवाहरू अनलाइन बनाउने। दोस्रो, सेवा लिनकै लागि कार्यालय धाउनुपर्ने बाध्यता हटाउने। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, निजामती सेवामा रहेका दलीय ट्रेड युनियनहरू खारेज गर्ने। र चौथो, हरेक नियुक्तिमा 100% योग्यता प्रणाली लागू गर्ने। भ्रष्टाचारको कुरा गर्दा रासपा निकै कठोर देखिन्छ। उनीहरूले 2046 सालपछिका सबै ठूला भ्रष्टाचार काण्डहरूको छानबिन गर्न एउटा उच्च स्तरीय आयोग बनाउने र जो कोही दोषी भए पनि कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाएका छन्। यो स्लाइडले देखाउँछ कि राजसपाले नेपालको शासकीय स्वरूपमै कति ठूलो परिवर्तन गर्न चाहेको छ। उनीहरूको प्रस्ताव के हो भने अबदेखि जनताले सोझै कार्यकारी प्रमुख चुन्ने, अर्थात् प्रत्यक्ष निर्वाचित कार्यकारी, संसद पूर्ण समानुपातिक हुने र सांसदहरू मन्त्री बन्न नपाउने। अब यो प्रस्ताव सुन्दा आकर्षक लागे पनि यसका लागि संविधान संशोधन गर्नुपर्छ, जसका लागि चाहिने 2/3 बहुमत जुटाउनु चाहिँ निकै नै चुनौतीपूर्ण काम हो। ल, यति धेरै महत्वाकांक्षी योजनाहरू त छन्, तर मानिलिउँ यी वाचाहरू पूरा भएनन् भने के हुन्छ? रासपाले आफूलाई कसरी जवाफदेही बनाउँछ त? यो उनीहरूको योजनाको अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो। हो, यो प्रश्न सबैको मनमा छ। जनताले यति ठूलो विश्वास गरेर बहुमत दिएपछि यी योजनाहरू केवल कागजमा मात्रै सीमित भए भने त्यसको परिणाम के होला? यो प्रश्नको जवाफ रासपाले आफ्नो घोषणापत्रमा यसरी दिएको छ। अर्को पटक निर्वाचनमा सजाय असुल उपर गरी लिनुहोला। अर्थात् उनीहरू के भन्दैछन् भने यदि हामीले बहुमत पाएर पनि काम गर्न सकेनौँ भने त्यसको सजाय अर्को चुनावमा भोट मार्फत दिनुहोला। उनीहरूको अन्तिम परीक्षा जनताको मतबाटै हुनेछ। रासपाको योजना हेर्दा शिखरमा पुग्ने खालको देखिन्छ, तर योजना बनाउनु एउटा कुरा हो, त्यसलाई वास्तविकतामा बदल्नु अर्को र झनै चुनौतीपूर्ण कुरा हो। के यो विस्तृत र महत्वाकांक्षी योजनाले साँच्चै एउटा नयाँ नेपालको खाका कोर्न सक्ला त? यदि बालेन शाहको नेतृत्वमा सरकार बन्यो भने के देशले साँच्चै सुख, शान्ति र समृद्धि पाउला? अब यी सबै प्रश्नहरूको जवाफ त भविष्यले नै दिनेछ।